अर्ग्यानिक टी हब धादिङको एक चिरपरिचित ब्रान्ड भइसकेको छ। नेत्रावती दबजङ गाउँपालिका वडा नम्बर 3 स्थायी घर भई हाल धादिङमा अर्ग्यानिक टी हब सञ्चालन गरेर बस्नुभएका आशिष गुरुङसँग आज हामी यो अर्ग्यानिक टी हब सम्मको जर्नीको बारेमा कुराकानी गर्दैछौँ। नमस्ते। नमस्ते। अब यो परिचयको त जरुरत छैन, अर्ग्यानिक टी हब भनेपछि धादिङमा सबैले चिन्ने भइसक्यो हैन। सोच कसरी आयो यसको, यो अर्ग्यानिक टी हब चाहिँ अब सुरुवात गरौँ भनेर सोच चाहिँ हजुरलाई कहाँबाट आयो? हजुर सोचे सबभन्दा पहिले सबैजनालाई नमस्ते हैन, जहाँ कहीँबाट पनि हेरिरहनु भएको छ सबैजनाले हैन। किनकि अहिले चाहिँ अर्ग्यानिक टी हबमा अब धेरै जोडिसक्नु भएको छ हैन। तकरिबन अब धादिङमा चाहिँ सबैजनाले चाहिँ अब सुन्नु भएको हुन्छ। अब सबैजनाले तकरिबन बिहान पनि हेरिरहेको हुन्छ, सबैजनाले कुरिरहेको हुन्छ हैन सबैजनालाई। अब अर्ग्यानिक टी हब चाहिँ के भयो भने अब केही नयाँ चिज गर्नु पर्यो भन्ने एउटा हिसाब हो है। मेन अब सबै कुरा चाहिँ अब बजारमा सबैजनाले गरिरहेको छ हैन। अब म नेपालमा आइसकेपछि चाहिँ अब यतिकै बस्नुभन्दा केही नयाँ चिज गर्नु पर्यो भनेर सोचिरहेको थियो। त्यसपछि चाहिँ अब गर्न र गर्ने हो, नयाँ चिज कसरी गर्ने त, अब के गर्ने हो। त्यसपछि चाहिँ मैले अब धादिङ बेसीमा तकरिबन घुमेँ। मैले तकरिबन 20-25 दिन जति चाहिँ धादिङ बेसीको सिरन बजारदेखि चाहिँ पुच्छर बजारसम्म सबै दोकानवालासँग गफ गर्दै बसेँ। अनि घुम्ने, कहिले होटल रेस्टुरेन्टहरूमा गएर कुरो गर्ने, त्यस्तो गरेर चाहिँ मतलब भनौँ न एउटा रिसर्च गरे जस्तै हैन। त्यसरी चाहिँ सबै हेरेँ। त्यहाँबाट तल पुच्छर बजारको पारी सेकुवा कर्नर रहेछ, त्यहाँ पनि गएँ। त्यहाँ एक दिन सेकुवा पनि खाएँ है। त्यसपछि चाहिँ सबै कुराहरू हेरिसकेपछि चाहिँ मलाई यस्तो लाग्यो, अब सबै त सबैजनाले गरिसके रहेछ, अब मैले के गर्ने होला। अब त्यही सबै कुराले अब सबैजनाले पहिल्यैदेखि अब वर्षौँबाट चाहिँ अब गरिरहेको छ। त्यही चिज मैले गरेर त अब तुरुन्तै गरेर त मान्छेले अब अलिकति त्यही चिज खानलाई त कोही पनि आउँदैन नि त, आउनलाई पनि अलिक गाह्रै हुन्छ। आफ्नै घरको छेउमा त्यो चिज पाइरहेछ भने त्यति टाढा आएर किन यहाँसम्म को आउँछ, पुच्छर बजारदेखि यहाँसम्म को आउँछ, आउँदैन नि। अब मेरो सोच भनेको चाहिँ के थियो भने यहाँ धादिङ बेसीको मात्रै नभएर चाहिँ अरू ठाउँ जस्तो काठमाडौँ, पोखरा, चितवनदेखि नै अरू ठाउँबाट पनि मान्छेलाई जोड्न पाएको भए अझै राम्रो हुन्छ कि। नयाँ नयाँ साथीभाइहरूसँग गफ गर्ने। र चिया भनेको त एउटा ऊ हो नि त, यो एउटा चेन पनि हो नि त। त्यो चियाकै बारेमा यो चाहिँ मेरो सोकिङ पनि थियो पहिलेबाट, चिया पसल राख्न पाएँ भनेर सोचिरहेको थिएँ। त्यसपछि चाहिँ यो अर्ग्यानिक चिया चाहिँ हाम्रो घरमा चाहिँ तकरिबन 10-12 वर्ष जति भयो हामीले यो चिया पिउन थालेको। त्यसपछि सबै कुराहरू गरिसकेपछि मैले फ्यामिलीसँग पनि एकचोटि सल्लाह गरेँ, हामी अब केही गरौँ न त भनेर। फ्यामिलीले भन्यो ल किराना राखौँ न त भनेर चाहिँ किराना राख्यो। किराना राखेपछि हामीले त्यतिखेर चाहिँ दर्ता पनि गरेको थिएन, दर्ता गरेको थिएन। त्यसपछि डबजुङ सप्लायर्स भनेर हामी दर्ता गरौँ। त्यहाँबाट चाहिँ फ्यामिलीले भन्यो सप्लायर्स राखेपछि चाहिँ हामीले सबै कुराहरू चाहिँ सप्लाई गर्न पनि मिल्छ भन्यो। त्यसपछि चाहिँ हुन्छ भनेर त्यतिखेर गऱ्यो। गरिसकेपछि चाहिँ तपाईँको अब यहाँ किराना राखेपछि तपाईँको कहिलेकै हप्तामा एउटा बिस्कुट पनि बडा मुस्किल भयो कि जानलाई कि। त्यसपछि चाहिँ अब मैले सोचेँ अब चाहिँ केही न केही नयाँ चिज गर्नैपर्छ, यसरी त हुँदैन। अब बातचित गर्नलाई साथीभाइ त चाहिँ यो दिनदिनै अब होइन त्यहाँ अब झुल्दै बस्ने कुरो त भएन। यो बाटोमा मान्छे नहिँड्ने, अब सिधै तल चोकदेखि गाडीमा जाने मान्छे होइन। त्यसपछि चाहिँ गाह्रो भयो। त्यहाँबाट चाहिँ अब के गर्नुपर्छ, त्यसपछि मैले धेरै सोचेँ। अब म चाहिँ अब एउटा योगा ट्रेनर पनि हो। मैले अष्टाङ्ग योगमा चाहिँ योगा ट्रेनर गरेको काठमाडौँमा। त्यसपछि म डेली तकरिबन 7-8 वर्षदेखि चाहिँ म योगा र मेडिटेसनलाई चाहिँ म एकदम निरन्तर दिन्छु होइन। अब समय नहुँदा पनि कहिले 5-10 मिनट चाहिँ म रेगुलर गर्छु किनकि त्यो चिजले चाहिँ धेरै अनुभवहरू, धेरै नयाँ नयाँ आइडियाहरू दिन्छ अरे भनेर किताबहरू मैले पढेको थियो, बुक्सहरू। त्यसपछि चाहिँ मलाई यस्तो लाग्यो अब चिया पसल राखौँ। चिया पसल राखेपछि कमसेकम बिस्कुट, चिया पिउन आयो भने चियासँग बिस्कुट एउटा त खाला कमसेकम दिनमा 1-2 जना आयो भने नि भन्ने हिसाबले चाहिँ उ गऱ्यो। त्यहाँबाट चाहिँ अब चिया पसल राख्ने। अब दुध चिया त अब जताततै अब यहाँनिर हेऱ्यो भने तकरिबन तपाईँको हरेक घरमा चाहिँ दुध चियाको चिया पसल छँदैछ। अब के गर्ने, अब यो त त्यो पनि गाह्रै छ। त्यसपछि चाहिँ मैले यस्तो सोचेँ नयाँ चिज लिएर अब नयाँ गरौँ अब भनेर। नयाँ के गर्ने भन्दाखेरि फ्यामिलीले नि अब अलिकति पत्याएन कि के गर्ने अब है, चिया पसल सबै ठाउँमा छ, छोडिदिनु भने चाहिँ होइन, केही न केही नयाँ चिज गर्नुपर्छ हामीले।
पैसाको लागि नि एउटा नामको लागि भयो नि त अहिलेसम्म कसैले चिनेको पनि छैन अब यहाँ अब हामी अब छुट्टी आउँथ्यो 1 महिना 1.5 महिना बस्थ्यो त्यतिको खास घरको छेउको भाइ बहिनीहरूले नचिने राम्रोसँग कमसेकम धादिङको चाहिँ लोकल साथीभाइहरूले कमसेकम चिन्न त चिन्छ नि फलाना मान्छे रहेछ भनेर एउटा केही न केही राखौँ भन्ने हिसाब लाग्यो त्यसपछि चाहिँ मैले यस्तो सोचेँ फ्यामिलीलाई भने हामीले घरमा पिइरहेको चियालाई नि मार्केटमा लैजाउँ न त भन्दाखेरि फ्यामिलीले अब हामीले चिनी पनि हाल्दैन यो चिया त कसले पिउँला र भन्ने कुराहरू भयो त्यसपछि मैले भने होइन आज नभए पनि भोलिको दिनमा चाहिने चाहिँ यही हो हाम्रो लागि किनकि आजभन्दा पहिला पुस्ताले पनि यही खाँदै आएको थियो अहिले बिचमा चाहिँ अहिले चाहिँ यो चिजलाई मन नपर्यो अब आउनेवाला समयमा चाहिँ यो सबैलाई चाहिन्छ किनकि मैले फ्यामिलीलाई पनि सम्झाएँ होइन आज नहोला अब हिजो कोरोना आएको थियो कोरोना कालमा चाहिँ जस्तो कोभिड-19 आउँदाखेरि सबैजना जडीबुटी खोज्नको लागि चाहिँ गाउँ गाउँ भागेको थियो नि त त्यतिखेर चाहिँ एउटा मन्दिरहरूदेखि लिएर होइन सबैजना किनकि रोग लाग्छ भने चाहिँ मर्नलाई त सबै डराउँछ नि त होइन त्यस आज नआएन त्यतिखेर त्यस्तो खालको चाहिँ समस्याहरू आउँदाखेरि त गाउँतिर भाग्नु परेन हाम्रै पसलमा आउँछ नि त भनेर चाहिँ ऊ भयो उसको नाम चाहिँ के राख्ने त चिया पसल त भएन अलिकति युनिक राखौँ न त भने फ्यामिली नै मैले भने ठिकै छ अर्ग्यानिक टी हब भनेर राखौँ भने सर्च गरेको अर्ग्यानिक टी हब भने फेरि अरू पनि रहेछ एउटा पसल अब एउटा म्याच हुन्न कि भन्ने एउटा ऊ पनि भयो होइन विचार होइन त्यसपछि किनकि अब हामीले अब कहिले त्यस्तो व्यवसाय मदन अब जब गरेर आएको मान्छे हो नि त त्यही भएको कारणले गर्दाखेरि यसको बारेमा त्यति मसँग आइडिया नै भएन बिजनेसमा के छ कसो हुन्छ भन्ने कुरा होइन सेल गर्न चाहिँ सिक्यो तर चाहिँ बिजनेसमा के हुन्छ भनेको त्यस्तो प्र्याक्टिकली हामीले कहिले पनि गरेको थिएन अब सन्धानमै भनौँ न अब कहिले अहिलेसम्म कसैले पनि गरेकै थिएन क्या त्यसपछि चाहिँ अर्ग्यानिक टी हब धादिङ भनेर जोडिदिउँ न त धादिङ जोडेपछि चाहिँ टी हबसँग धादिङ जोडेपछि चाहिँ अर्कै भयो नि त नाम अलिकति डिफ्रेन्ट भयो नि त भन्ने हिसाबले भनेपछि हुन्छ तपाईँले जे मन लाग्छ त्यही गर्नु तपाईँ खुसी हुनुहोस् बस भने फ्यामिलीको सपोर्ट पाउनु हजुर फ्यामिलीको सपोर्ट चाहिँ अब उसले भनेपछि चाहिँ मेन त्यही हो हामीले चाहिँ आफूलाई जे मनपर्छ जे चिज गर्दाखेरि आफूले खुसी हुन्छ त्यही गर्ने हो होइन त्यसपछि हामीले घरमा प्रयोग गरिरहेको चिया नै लिएर आयो ल्याइसकेपछि यहाँ सुरुवात त गऱ्यो यहीँ एउटा टेबल राख्यो 6वटा कप किनेर लिएर आयो 6वटा कप किनेर लिएर एउटा थर्मसमा चिया राख्यो यहाँबाट चाहिँ यता बाटोमा हिँड्ने साथीभाइहरूलाई चाहिँ आउनुहोस् न अर्ग्यानिक चिया टेस्ट गरौँ भन्दाखेरि कतिजनाले अब हेर्दै नआयो नि है वास्तव त्यहाँबाट फेरि मैले कलर चाहिँ एकदम मजाको कलर होइन रातो कलर दामी तर कलर त दामी तर पिउँदाखेरि चिनी नभएपछि त मान्छेले स्वाद हुँदैन पानी जस्तै होइन अहिले फेरि सबैले मिठो खोज्छन् हजुर अहिले फेरि सबैले अब किनकि स्वादको तलतलमा भागेपछि जिब्रो बिग्रिसक्यो नि त अहिले सबैजनाको होइन त्यसपछि चाहिँ हुन्छ भनेर फ्यामिली नै अब सपोर्ट पाएपछि चाहिँ मैले सुरुवात गर्यो अर्ग्यानिक चिया चाहिँ अब नयाँ पनि भयो सुरुवात गरेर एउटा यस्तै भिडियो हालिसकेपछि चाहिँ अलिअलि मान्छेहरू आउँदै एउटा दुईवटा होइन दिनमा 2 जना आयो भने एकदम खुसी हुने क्या किनकि अब हप्तामा एउटा नि अब एउटा बिस्कुट बिक्न गाह्रो हुने होइन त्यहाँबाट 2 जना मान्छे जति चाहिँ आएर चाहिँ चिया पिदियो भने यति खुसी हुन्थ्यो कि मलाई चाहिँ ओहो कति ठुलै मान्छे भयो जस्तो क्या यति खुसी हुने क्या होइन त्यस्तो खुसी भयो त्यसरी चाहिँ मैले चाहिँ अब यो अर्ग्यानिक चियालाई चाहिँ अलि नयाँ चाहिँ अब धादिङ बेसीमै नयाँ चाहिँ अब सुरु गर्नु पर्यो भनेर चाहिँ अब सबै होटेलहरू रेस्टुरेन्टहरूमा हेरेर चाहिँ हामी नयाँ सुरुवात गरेको अर्ग्यानिक चियालाई जस्तै तपाईँहरूले भन्नुभयो यो चिया चाहिँ पहिला हामी 10-12 वर्ष अगाडिदेखि नै घरमा खाँदै आइरहेको थियौँ भनेर हजुरले भन्नुभयो नि त्यो त जस्तै घरमा चाहिँ कसरी त्यो अर्ग्यानिक खाने भनेर किनभने हाम्रो त अब प्रायः जहाँ पनि नेपालमा त पुरा विकट ठाउँमा पनि चिया भनेपछि त किनेर लिएर आउने नै हो होइन प्याकेटकै चिया खाने हो घरमा चाहिँ कसरी त्यो सुरु भयो कल्चर यो चाहिँ तपाईँको के भयो नि पहिला म अलिक सानै थियो त्यतिखेर तकरिबन 15-20 वर्ष पहिला चाहिँ मेरो मम्मी बिमार भएको थियो अलिक धेरै बिमार भएको थियो औषधिहरू खाँदा पनि काम गरिरहेको थिइनँ कि राम्रोसँग त्यसपछि म सानो हुँदा पनि त्यतिखेर त्यो चाहिँ अब होइन अब कसरी आइडिया आयो भन्ने कुरो त मलाई पनि थाहा भएन त्यतिखेर होइन मैले चाहिँ तकरिबन 90वटा जति चाहिँ जडीबुटी चाहिँ आफूले नोट गरेर नै टक्क एउटा भाँडामा चाहिँ त्यो जडीबुटी पकाएर चाहिँ मम्मीले दियो मम्मी ठिक भयो क्या त्यतिखेर त्यसपछि चाहिँ म त्यो याद आयो क्या याद आयो चाहिँ मैले घरमा पनि अनि प्लस त्यो पनि याद आयो त्यसपछि मेरो ससुरबा होइन मेरो ससुरबा चाहिँ धनसुर वाइबा उहाँ चाहिँ अहिले जुन वागाको जुन अहिले होइन अब हाम्रै यो धादिङको नेतरवती डप्चुङ गाउँपालिका र म्यागाङ गाउँपालिका नुवाकोटको म्यागाङ गाउँपालिकाको बिचमा पनि सङ्गम स्थान जुन स्थल धार्मिक पर्यटकीय स्थल जहाँ वागाको जहाँ जति पनि त्यहाँको चाहिँ अहिले त्यहाँको विकास गर्नुभएको छ त्यहाँ उहाँकै सहयोगबाट चाहिँ गर्नुभएको उहाँ अहिलेसम्म तकरिबन 22-23 वर्ष भइसक्यो उहाँ निरन्तर त्यहाँको विकासको लागि लागिरहनु भएको छ होइन
उहाँले चाहिँ यस्तो भने चाहिँ उहाँले चाहिँ त्यहाँ चिया चाहिँ यसरी चाहिँ हामीले मिसाएर चाहिँ पहिला यसको धुलाहरू पनि बनाउनुहुन्थ्यो मामाले होइन। त्यसपछि मलाई पनि त्यो आइडिया भयो। त्यसपछि मामाले पनि त्यस्तो गरिरहनु भएको रहेछ यस्तो त्यसपछि मामाले आइडिया दिएपछि हामीले त्यो चिया चाहिँ त्यसरी चाहिँ सुरुवात गरेँ घरमा चाहिँ। त्यो चाहिँ मामाले अब मामासँग धेरै आइडिया भएको, मामाले चाहिँ त्यस्तो धेरै अध्ययन गर्नुहुन्थ्यो मामाले होइन त्योसँग। यसमा सपोर्ट मामाको हुन्छ, मामाले धेरै चाहिँ सिकाउनुहुन्छ यस्तो गर्नुपर्छ, यो यस्तो गर्नुपर्छ, यो चिजहरूमा हामीले यसरी अध्ययन पनि गर्नुपर्छ भनेर मामाले नै धेरै सपोर्ट गर्नुहुन्छ। घरमा चाहिँ हामीले त्यसरी चाहिँ सुरुवात गरेको। घरमा चाहिँ त्यसरी सुरुवात गरेपछि हामीले सधैँ त्यही चिया पिउँथ्यो। त्यसमा चाहिँ अब चिनी नहाल्ने, त्यसै पकाएर घरमा चाहिँ त्यसरी त्यही चिया पिउने। त्यसै गरी 10-12 वर्ष जति चाहिँ हामी भइसकेको थियो। त्यही चियालाई चाहिँ हामीले मार्केटमा लिएर आएको। अब यो एकैछिन यसलाई थाती राखेर तपाईँको व्यक्तिगत जीवनको अलिकति पाटो खोज्दा ल। हजुरले अघि भन्नुभयो अहिले त व्यवसाय गरिरहनु भएको छ, पहिला चाहिँ म जागिरी पनि हो भन्नुभयो, पहिला के गर्नुहुन्थ्यो? अब पहिले चाहिँ तपाईँको अब गाउँतिर चाहिँ के थियो भने अब लाउरे होइन। अब हाम्रो समाजमा चाहिँ लाउरे भनेपछि अलिकति ओहो ठुलै मान्छे जस्तो हुन्थ्यो कि एकदम होइन, मान सम्मान पाउने। ओहो लाउरे भनेपछि त्यस्तो लाग्थ्यो। मलाई एकदम लाउरे हुने सोख थियो। तर हाम्रो अब कोही पनि थिएन होइन परिवारमा लाउरे चाहिँ, मलाई चाहिँ एकदम सोख थियो। अब कतिजनाले चाहिँ भन्नुहुन्थ्यो आफ्नो दाजुभाइ कोही छैन, आफ्नो मतलब रिलेटेड कोही छैन भने अब लाउरी हुनेलाई अलिकति गाह्रो हुन्छ भने भन्नुहुन्थ्यो होइन सबैजनाले। मलाई चाहिँ के लाग्थ्यो भने कुनै पनि कुराहरू त्यस्तो असम्भव चाहिँ लाग्दैन मलाई पहिलेबाट। मान्छेले गर्दै गएपछि चाहिँ 19 भयो भने भगवान्ले 20 गरिदिन्छ अरे भन्ने कुरा, त्यो चिजहरू मलाई विश्वास गर्थ्यो। मम्मी बुवाले पनि भन्नुहुन्थ्यो मेहनत गरे पनि के हुनसक्छ, सबै कुरा हुनसक्छ, सम्भव छ भन्नुहुन्थ्यो मम्मी बुवाले होइन। मम्मी बुवाले सिर्फ यति भन्थ्यो राम्रो गर तर नराम्रो चिज नगर होइन। आफूले गर्दाखेरि कसैले त्यस्तो नोक्सान हुने कामहरू नगर, कसैको मन दुख्ने कामहरू चाहिँ नगर्नु। अब त्यही हो, बस आफूले गरेको कामले राम्रो होस् तर कसैले नराम्रो चाहिँ नहोस्, त्यस्तो काम गर्नु बाबु। बस हुन्छ, गर्दै गएपछि चाहिँ नहुने केही छैन भनेको चाहिँ गाउँतिर दौड भाग गर्ने होइन। अब सधैँ म रनिङ गर्ने यताउति म चाहिँ भएरै देखाउँछु भन्ने कुरा भयो होइन। त्यसपछि चाहिँ अब त्यतिखेरको समयमा तपाईँको आजभन्दा 18-19 वर्ष पहिला होइन घरबाट 3000 रुपियाँ लिएर चाहिँ इन्डिया लागेको होइन लाउरी हुनेलाई। इन्डिया लाग्यो। इन्डिया लागेपछि चाहिँ तपाईँको गाउँतिर जे भन्थ्यो सबैजनाले उता पनि त्यही हुँदो रहेछ कि अब तिम्रो को छ अब होइन, बाबा छ कि दाइको पेरोटी छ कि यस्तो टाइपको हुँदो रहेछ कि उता पनि। त्यसै मेरो कोही छैन, को हुनुपर्छ र सबै भइरहेछ त म हुन सक्दैन र, म दौडिन सक्छु, म मेडिकल ठिक छु भन्ने टाइपको त्यस्तो होइन। भनेपछि चाहिँ त्यहाँबाट गइसकेपछि धेरै अब तपाईँको तकरिबन 2 वर्ष जति घुम्यो। 2 वर्ष जति घुम्यो होइन। अब घुम्ने मेहनत गर्ने, त्यसपछि दौडिने, त्यहाँबाट तपाईँको रिजल्ट ननिस्किने कि लास्टमा चाहिँ अब रिटर्न टेस्टमा होइन फिजिकल सबै अब त्यतिखेर चाहिँ फिजिकल एकदम राम्रो थियो अब होइन। फर्स्ट नै जता गयो भने ए ग्रुप भन्थ्यो, त्यसमा ए ग्रुप बी ग्रुप सी ग्रुप हुन्थ्यो, फर्स्टमै आउँथ्यो। अब त्यस्तो भयो भने नहुने कि अब त्यहाँबाट त्यस्तै मेहनत गर्दै मलाई लाग्छ एक दिन चाहिँ नभई नजाने घरतिर चाहिँ दुनियाँ हुन्छ, म किन हुँदैन, सबै हुन्छ भने म पनि हुन्छ एक दिन चाहिँ भएर त्यस्तै गर्दै मेहनत गर्दै चाहिँ अब तपाईँको भन्छ नि अब मेहनत गर्दै गयो भने चाहिँ मान्छेले जसले मेहनत गरिरहेको छ नि मान्छेले चाहिँ अब त्यस्तो आफ्नै मान्छे हुनुपर्छ भन्ने चाहिँ हुँदैन। कति मान्छेहरू तपाईँको पेरोडी भएको मान्छे पनि हुँदैन नि, किनकि उसँग मेहनत कम छ भने होइन। त्यसरी गर्दा अब कहीँ त्यहाँनिर चिन्जान भयो, कतिजनासँग चिन्जान भएपछि ओह तिमी यति धेरै मेहनत गर्दो रहेछ, हामी सपोर्ट गर्छौँ, तिमीले अझै मेहनत गर्नु यहीँ गर्नु भने त्यस्तो साथीहरू भेट्यो होइन। त्यहीँको गुरुजी सरहरू भनौँ न होइन, भेटेपछि उहाँहरूले अलिअलि हेल्प पनि गर्नुभयो, रिटर्नमा अलिकति मात्रै यति हेल्प गर्यो भने हुन्थ्यो भन्ने हिसाब थियो। त्यहाँबाट त्यसरी गर्दै अब दुःख त त्यो भित्र कति गऱ्यो, कहाँ धेरै ठाउँ घुम्यो होइन। तर बिचमा चाहिँ यस्तो भयो कि कतिजना साथीहरू थियो हामीसँग होइन। ओहो म त फलाना ठाउँमा चाहिँ यति 1000 पाउँछ अरे, म त कमाउनु जान्छु भन्नेतिर जम भन्थ्यो। म चाहिँ जबसम्म भर्ती हुँदैन लाउरे हुँदैन तबसम्म म 1 रुपियाँ पनि कमाउँदैन, जतिखेर म चाहिँ लाउरे हुन्थ्यो त्यतिखेर मात्रै कमाउँछु भन्नेतिर लागेँ होइन। त्यसपछि मसँगै भएको साथीहरू कोही नि भएन क्या, साथीहरू तकरिबन भएन, त्यहाँ म चाहिँ भयो। कष्ट हुनु भएन एउटा मात्र इन्डियन आर्मी म बन्छु भनेपछि बन्छु भने चाहिँ तर बन्दो रहेछ। त्यो मलाई विश्वास थिएन, तर होइन एउटा एक हिसाबले विश्वास थिएन र विश्वास थियो भने सबैजना हुन्छ म किन हुन्न भन्ने एउटा होइन आफूमा त्यो विश्वास थियो। मेहनत गरेपछि सबै कुरा पाउँछ भन्ने एउटा त्यतिखेर त्यस्तो अध्ययन गरेको यस्तो होइन कुनैको भिडियो अब त्यतिखेर कुनै मोबाइल थिएन होइन, त्यो थिएन। तर आफूमा चाहिँ त्यति विश्वास लागेको त्यहाँबाट भयो होइन। अब हाम्रो बेस चाहिँ त्यहीँबाट भनौँ न होइन 3000 रुपियाँ बोकेर गएको होइन। त्यहाँबाट चाहिँ
अहिलेसम्म यहाँसम्म चाहिँ अब त्यही सपोर्टबाट चाहिँ अहिले यहाँसम्म पुगेको छु। त्यो क्षण सम्झिनुहुन्छ जब तपाईँ भारतीय आर्मीमा भर्ती हुनुभयो नि भन्नाले अब सेलेक्सन हुनुभयो नि त्यतिखेर फर्स्ट के गर्नुभएको? अहिले मान्छेले अलिक कस्तो कस्तो लाग्दै त्यो चाहिँ अब तपाईँको सेलेक्सन नहुँदाखेरि चाहिँ मान्छेले एकदम कस्तो हुँदै होइन, तर भइसकेपछि चाहिँ अब मतलब हो कि होइन जस्तो कि आफूलाई त्यस्तो फिल हुने कि अब एकदम खुसी पनि होइन, तर कस्तो कस्तो फिल पनि हुने कि होइन कि अब एक दुईचोटि पहिला पनि अब त्यहाँ रिजल्ट ननिस्किएको होइन कि यो त कहीँ झुट त होइन जस्तो त्यस्तो टाइपको पनि आफूले फिल हुँदै रहेछ। घरिघरि अब त्यसरी फ्याँकिएछ भने चाहिँ होइन त्यो पनि खास आफ्नो उसले फ्याँकेको त होइन, त्यही त हो अब होइन। धेरैजना हुन्छ सबै कुरा हेरिजान्छ नि त। अब तपाईँको पेरोटीको पनि नम्बर पाउँछ, नम्बर जोड्छ। बाउ पेरोटीको बाबा लाउरे छ भने उसको अलग नम्बर पाउँछ। पेरोटी चाहिँ अब बाबा लाउरे छ भने बाबाको हुन्छ डकुमेन्ट हुन्छ होइन त्यसको, अनि दाई छ भने दाईको, त्यसरी चाहिँ अब त्यहाँबाट पनि नम्बर जोडिन्छ। आफ्नो त कोही थिएन, त्यसो गरी लास्टमा अब ओपनमा चाहिँ त्यसरी नाम निस्किँदाखेरि कहीँ यो पनि कहीँ हो कि होइन भन्ने टाइपको त्यस्तो हुने कि आफूलाई चाहिँ। तर त्यसको चाहिँ खुसी भयो होइन। अब गाउँतिर पनि अब यतातिर पनि थाहा भएछ। यतातिर चाहिँ यस्तो हुँदो रहेछ तपाईँको तकरिबन त्यहाँ रनिङहरू फाइनलमा पुगेपछि चाहिँ ए भयो रे भन्नेतिर रेसम्म पुग्दो रहेछ क्या, त्यहाँ नहुँदाखेरि ए होइन रहेछ त्यस्तो हुने क्या। त्यतिकै चाहिँ अब कतिजनालाई विश्वासै थिएन क्या, हुँदाखेरि चाहिँ होइन पछि चाहिँ ए रहेछ होइरहेछ भन्ने टाइपको आफूलाई त्यसरी चाहिँ अब त्यस्तो खालको खुसी भनौँ न। हजुरले आफैले खबर गर्नुभयो घरमा कि पहिल्यै थाहा भइसक्यो थियो? कसरी खबर गर्नुभयो? त्यो बेला त फोनहरू थियो थिएन त्यतिखेर चाहिँ पिसिओ भन्ने थियो नि, त्यो ल्यान्डलाइनबाट फोन हुन्थ्यो क्या, त्यहाँबाट चाहिँ तपाईँको 11-12 रुपियाँ त्यस्तो काट्थ्यो मिनटको होइन, 1-2 मिनट फोन गर्थ्यो। त्यसरी चाहिँ ल म अहिले सेलेक्सन भयो यस्तो यस्तो भनेर चाहिँ ल हुन्छ राम्रो गर्नु भने त्यतिखेर चाहिँ अब यहाँ घरतिर पनि आमा बाउ पनि खुसी भयो। घरमा अब पहिलोचोटि यस्तो यस्तो भयो होइन भनेपछि चाहिँ अब घरमा किनकि अलि कमजोरी थियो आर्थिक स्थिति पहिला होइन, कमजोरी भएको कारणले गर्दाखेरि नि अलिकति हामीले राम्रोसँग त्यतिखेर भनौँ न त्यस्तरी एजुकेसनमा पनि राम्रोसँग फोकस दिन सकेन होइन, त्यही हो। अरू पहिलो तलबले के गर्नुभयो तपाईँले? पहिलो तलब चाहिँ तपाईँको अब त्यतिखेर चाहिँ हाम्रो 2440 रुपियाँ थियो होइन। आइसी 2440 रुपियाँमा चाहिँ तपाईँको 1000 रुपियाँ पाउँथ्यो कि, हातमा चाहिँ 1000 रुपियाँ पाउँथ्यो। त्यतिखेर चाहिँ अब यस्तो एटिएम सिस्टमहरू थिएन, हातमा टक्कै नाम नम्बर भनेर चाहिँ टक्क 1000 रुपियाँ पाउँदै थियो। ओहो क्या त्यो पैसा चाहिँ मैले धेरै समयसम्म चाहिँ राखेको थिएँ आफूसँग। अब त्यहाँबाट चाहिँ म छुट्टी आउँदाखेरि चाहिँ त्यो पैसा लिएर चाहिँ मम्मीलाई दिएको थिएँ। पहिलो तलब लगेर घरमा दिनुभयो, आमालाई दिनुभयो भन्नुभयो नि होइन। अब त्यो बेलाको समय लाउरे भनेपछि सबैजना हुरुक्कै हुने, काँधमा रेडियो भिरेर गाउँमा सबै होइन पपुलर हुने समयमा घरमा पुगेपछि गाउँहरूको त्यो रेस्पोन्स, आमा बुवाको मुहारमा खुसियाली कस्तो देख्नुभयो? आमा बुवा चाहिँ एकदमै खुसी थियो होइन। आमा बुवा चाहिँ किनकि अब घरमा अलिकति ऋणको भारी पनि थियो त्यतिखेर होइन, ऋण हुने अब त्यही त हो। गाउँतिर अब घरमा चाहिँ अलिकति इन्कम नभएपछि अलिकति कमजोरी हुन्छ नि त होइन, घरको परिस्थिति कमजोरी हुन्छ। त्यसपछि मलाई चाहिँ भर्ती भएर गएर देखेर चाहिँ अलिक कपाल सपाल नै अलिकति टक्क होइन अब हेड त्यो ढक्कन जस्तै आर्मी काट्नु गएपछि ए छोरा त है अलि लुखुरी चाहिँ भएछ। लुखुरी त पहिला नै लुखुरी थियो, फेरि पनि अलिकति देखेपछि चाहिँ मम्मीहरूमा अलिकति जो पहिला हेर्दैखेरिको र त्यतिखेरको चाहिँ अलिकति खुसी मम्मी बुवाकोमा अलिक एकदम राम्रो खुसी देखेको थियो होइन। त्यतिखेर चाहिँ मलाई पनि एकदम खुसी लाग्यो होइन। ओहो मेरो मम्मी बुबा अहिले चाहिँ अलिकति पहिलाभन्दा अलिक खुसी देखेको छु मेरो मम्मी बुवा भने चाहिँ मलाई खुसी लागेको थियो त्यतिखेर चाहिँ। तपाईँलाई इन्डियन आर्मी हुँदाखेरि अहिले पनि सम्झिनु हुने त्यस्तो कुनै सेयर गर्न मिल्छ भने त्यस्तो केही मोमेन्टहरू छ भने एउटा सेयर गरिदिनुहोस् न। ट्रेनिङको दौरानमा चाहिँ मलाई चाहिँ के लाग्यो भनेदेखि ट्रेनिङ गर्दाखेरि कि अब हामी चाहिँ रेक्रुटको जुन ट्रेनिङ हुन्छ त्यतिखेर चाहिँ बेसिक ट्रेनिङ हुन्छ 8-9 महिनाको, त्यो चाहिँ सेम चाहिँ म स्कुल पढ्दाखेरिको जस्तो याद आयो कि। जब स्कुल पढ्दाखेरि चाहिँ के हुन्छ भने अलिकति हामीले गल्ती गरे पनि त्यतिखेर चाहिँ अलिकति पनिसमेन्ट यताउति होइन करायो, अलिअलि पिटपाट गऱ्यो, त्यतिखेर बिर्सिहाल्छ नि त। त्यतिखेर चाहिँ अलिकति बदमास पनि हुन्छ। सेम त्यो भर्ती भर्खर चाहिँ आर्मीमा जोइन हुँदाखेरि चाहिँ 8-9 महिना चाहिँ सेम त्यस्तै हुन्छ। अब सिक्ने पनि त्यही एउटा खाना खानेदेखि लिएर चाहिँ बेसिक खाना खानेदेखि लिएर सबै कुरा चाहिँ एकदम बेसिकदेखि सिकाउँछ। त्यसपछि मलाई त्यो चाहिँ एकदम मोमेन्ट याद आउँछ कि त्यतिखेरको साथीभाइहरूसँग रमाउने होइन। अब त्यतिखेर कहिले के गर्ने कहिले अलिक बदमास त्यो चकचके कि बच्चामा जस्तै चकचके, अब त्यो एकदम त्यसले चाहिँ एकदम अझै पनि याद आउँछ। त्यो चाहिँ एकदम कस्तो खालको अलिकति बचपन जस्तो लाग्छ कि मलाई चाहिँ। मान्छेहरू चाहिँ ठुल्ठुलो भयो भने तर चाहिँ त्यो एकदम सानो त्यो स्कुल पढ्दाखेरिको बेलामा जस्तै लाग्छ। त्यो सबभन्दा बेस्ट चाहिँ एकदम याद आउने भनेको चाहिँ
अब जस्तै इन्डियन आर्मीको मैले नै केही इन्डियन आर्मीको कुराहरू हेर्दाखेरि इन्डियन आर्मीमा अब नेपालबाट इन्डियामा गएर भर्ती हुँदाखेरि त्यो रेस्पेक्टहरू छुट्टै खालको हुन्छ नि त होइन नेपाली भनेपछि गोर्खाली भनेपछि होइन तपाईँले चाहिँ त्यो कस्तो महसुस गर्नुभएको छ भनेको एक्सपिरियन्स के तपाईँको त्यहाँ इन्डियन आर्मीमा भर्ती भएपछि नयाँ गेनिङहरू केही होला मैले नेपाल छोडेर गएपछि इन्डियामा गएपछि मलाई यस्तो लाग्यो इन्डियन आर्मीमा भर्ती भएपछि चाहिँ ममा यो चेन्ज आयो भन्ने खालको केही त्यस्तो अब त्यहाँ गएर चाहिँ अब चेन्जिङ भनेको चाहिँ अब एक त हामी लाहुरे हुने बित्तिकै चाहिँ अलिकति चेन्जिङ हुन्छ होइन ट्रेनिङहरू अनि त्यहाँको फेसिलिटिजहरू होइन त्यतिखेर चाहिँ अब के हुन्छ भने अब त्यतिखेर टिभी हुँदैन यतातिर होइन अब गाउँतिर खास टिभी हुँदैन त्यतिखेर टिभीहरू पनि कम थियो होइन मोबाइलहरू त थिएन त्यतिखेर मोबाइल थिएन हामीसँग त्यहाँ टक्क अलिकति दिनदिनै भनौँ न हप्तामा 2-3 चोटि मासु खान पाउने होइन त्यहाँबाट अर्को कुरा त्यही त हो होइन यहाँबाट जाँदाखेरि त्यसपछि चाहिँ अब टिभी हेर्न पाउने साथीभाइसँग अब सबैसँग चाहिँ अब दौड भाग गर्ने त्यो चिजहरू अझै पनि याद आउँछ होइन अलिक रमाइलो अनि रेस्पेक्ट अब हामी एउटा आर्मी भएर आएपछि रेस्पेक्ट आफूले पनि अलिक गर्व लाग्ने कि अब त्यत्रोजनासँग सेलेक्ट भएर चाहिँ अब लाहुरे भएर गयो अनि अर्को कुरा भारत जस्तो यस्तो ठुलो देशमा चाहिँ ओहो यति ठुलो देशमा चाहिँ अब म लाहुरे भएको छु यहाँ एउटा यस्तो चाहिँ मैले चाहिँ ट्रेनिङ गर्ने मौका पायो यो ठुल्ठुलो भनौँ न एउटा अफिसरहरूसँग चाहिँ मजाले कुरो गर्न होइन त्यो चिजहरू पाउँदाखेरि चाहिँ आफूले पनि अलिकति गर्व लाग्छ ओहो मैले यस्तो चिजहरू पाएँ यस्तो ठुल्ठुलो मान्छेहरूसँग नि कुरो गर्ने मौका पायो अब त्यहाँ त्यही हो मेन मुमेन्टहरू त्यही चिजहरू चाहिँ याद आउँछ मलाई चेन्जहरू भयो होइन अब यसलाई जागिरी जीवन भयो त्यो एउटा होइन जागिरी जीवन पनि हजुरले त पुरा डिसिप्लिनमा बस्नेवाला जागिरी जीवन बिताउनु भयो नि त होइन आर्मी भनेपछि त यस भनेपछि यस नो भनेपछि नो भन्ने बुझ्छौँ हामी होइन हामी किनभने आर्मी शासनमा कोही बिग्रियो भने पनि यसलाई आर्मी शासनमा राख्यो भने चाहिँ सुध्रिन्छ भन्ने खालको छ नि त होइन हो त्यो पछि अब जस्तै आर्मी त्यो लाइफ बिताउनु भयो नि जुन भारतीय सेनाको लाइफ बिताउनु भए पछाडि अब रिटायर हुनुभयो घर फर्किनु भयो त्यस पछाडि चाहिँ कस्तो चेन्जेसहरू आयो कसरी तपाईँले त्यसलाई ट्याकल गर्नुभयो खास अब मैले चाहिँ अब त्यहाँ हुँदा पनि खास त्यस्तो मैले चाहिँ अब त्यस्तो हुन्छ नि एउटा मान्छेले चाहिँ मैले यस्तो लाग्छ कि हामीलाई चाहिँ जुनसुकै ठाउँमा पनि हामीले चाहिँ मेन भनेको डिसिप्लिनलाई कायम गरेर राख्नु आफूलाई चाहिँ सेल्फ डिसिप्लिनले चाहिँ हामीले चाहिँ कायम राख्न सक्यो भने चाहिँ हामी जुनसुकै ठाउँमा गयो भने अलिकति फ्रिडममै बस्न सक्छ त्यो पनि त्यस्तो लाग्छ मलाई चाहिँ किनकि म आर्मीमा कतिजनाले चाहिँ भन्छ कि अब साथीहरूले नि होइन आर्मीमा त यस्तो छ नि एकदम साह्रो छ है भन्छ नि त होइन तर मैले अब भनौँ न 17 वर्ष 2 दिन गरेँ है त्यो दौरानमा कसैले पनि मेरो सर्भिसको दौरानमा खास मलाई त्यस्तो औँली ठडाएर यस्तो गाली गर्ने त्यस्तो कसैले गरेन किनकि त्यस्तो काम पनि मैले कहिले नै गरेन कि जस्तो लाग्यो किनकि अब बिहान म एकदम फेरि पहिलेबाट म बिहान चाहिँ 4 बजी उठ्ने होइन 4 बजी उठ्ने योगा त्यहाँ पनि योगाहरू गर्ने होइन अलिकति नयाँ चिजहरू अनि काम भन्ने कुरोमा नै नस्ती कहिले पनि हुँदैन अब मलाई चाहिँ घरिघरि पठाइरह्यो भने मलाई मजा आउने कि होइन साथीभाइसँग चाहिँ जहाँ पनि काम गर्नुहोस् जेमा पनि हो साथीभाइसँग चाहिँ एकदम घुलमिल गफ गर्न पायो भने मलाई चाहिँ मस्त हुने कि होइन काम गर्नु चाहिँ अब म सबै कुरा भनौँ न अब सबै कुरा अब आफै गर्थ्यो होइन मैले त्यहाँ के भन्छ मेस कमान्डरहरू पनि गर्थ्यो मेस कमान्डरहरू गर्दाखेरि पनि मैले सबै कुरा झार्यो पोच्यो अनि काम एभ्रिथिङ सबै काम चाहिँ म आफै गर्थ्यो काम गर्न मलाई मजा लाग्थ्यो कि कुनै पनि आफूले गर्दाखेरि काम मलाई मजा लाग्थ्यो क्या त्यही भएर मैले यहाँ पनि त्यो आफै गर्छु कि सबै कुरा होइन त्यही भएर मलाई चाहिँ अब खास त्यस्तो लागेन तर चेन्जिङमा चाहिँ के चेन्जिङ हुँदो रहेछ भन्दाखेरि चाहिँ त्यहाँ र यहाँमा चाहिँ त्यहाँ चाहिँ अलिकति अनुशासनमा चाहिँ अलिकति त्यो भनेको चाहिँ हामी कुनै पनि जबमा भएपछि चाहिँ कसैले भनेको कुरा सुन्ने हो होइन यहाँ भनेको चाहिँ अलिकति चेन्जिङ के हुन्छ भने यहाँ चाहिँ तपाईँको अब यो चाहिँ आफ्नो हिसाबको हो नि त यहाँ चाहिँ यहाँ कसैले छुट्टी माग्नु परेन यता उयो होइन जस्तो अब म कहीँ जानु परेन बन्द गरी हिँड्थ्यो होइन त्यो अब त्यसमा चाहिँ व्यवसाय र अब जबमा चाहिँ धेरै फरक छ धेरै फरक मैले चाहिँ अब धेरै फरक देखेँ कि आज म एकदम रमाइरहेको छु होइन आज मेरोमा जुन मुमेन्टहरू जुन एकदम म खुसी छु होइन त्यति धेरै तर त्यहाँ पनि खुसी थियो तर त्यहाँको खुसी र यहाँको खुसीमा अलिकति बेग्लै छ होइन त्यहाँको खुसी र यहाँको यो भनेको चाहिँ एकदम ओपनली जो आफू जतातिर मोडे पनि भयो क्या यहाँ कसैले पनि अब त्यस्तो हुँदैन त्यहाँ चाहिँ अलिकति हामी एउटा डायरीमा एउटा भनौँ न एउटा कानुनको डायरीमा बसेपछि चाहिँ हामीले त्यो हिसाबले चाहिँ अब काम गर्नु पर्यो कतिपय डिसिप्लिन हामीले कतिपय सेक्युरिटी हुन्छ होइन त्यो चिजले हामीले कायम राख्नु पर्यो होइन कति कुराहरू कसैलाई बताउनु पर्ने हुन्छ बताउन सक्छ कति कुरा चाहिँ बताउन सक्दैन धेरै कुराहरूले हामीले मेन्टेनेन्स राख्नु पर्यो नि त त्यो भनेको चाहिँ एउटा संस्थालाई चाहिँ अब एउटा सानो कुराले गर्दाखेरि संस्थाले ठुलो नोक्सान हुनसक्छ होइन एउटा संस्थामा मेरो एउटा सानो मिस्टेकले गर्दाखेरि त्यो धेरै कुराहरू हामीले सोचेर चाहिँ चल्नुपर्ने हुन्छ त्यहाँ चाहिँ होइन त्यहाँ मजा आउँछ तर अलग किसिमको मजा हुन्छ त्यहाँ चाहिँ होइन तर चाहिँ यहाँ भनेको चाहिँ
अब अलग छ क्या यहाँ भनेको चाहिँ अब तपाईँको ओपनली होइन अब जोसँग पनि साथीभाइसँग खुलेर चाहिँ एकदम ओपनली मैले चाहिँ होइन सबै कुरा अब तपाईँको त्यो भित्र बसेपछि सोसियल हामीले चलाउन सक्दैन किनकि सोसियल तपाईँको फेसबुक मेसेन्जर भनौँ न टिकटकहरू कुनै पनि यस्तो चिजहरू चलाउन सक्दैन म फेरि के भयो भन्दाखेरि चाहिँ मैले टक्कै योगा ट्रेनर गऱ्यो योगा ट्रेनर त्योभन्दा पहिला मैले चाहिँ हरिद्वारमा मेरो पल्टनले म त्यतिखेर 80 किलो पुगेको थिएँ कि 80 किलो पुगेको थियो हाम्रै अब एकजना हाम्रो साप हुनुहुन्छ होइन उहाँले चाहिँ ल योगा कोर्स गरेर आउनु बाबु भन्दाखेरि म ट्याक्कै फेरि अप्रिलको 2 तारिक म छुट्टी आउनु थियो अनि फेरि मार्चको 27-28मा चाहिँ कोर्समा जाने भन्दाखेरि चाहिँ म त एकचोटि चाहिँ मेरो मोरल डाउन भयो ओहो के गर्ने होला अब छुट्टी जाने बेलामा उतातिर भनेपछि उहाँले चाहिँ पैसा यहीँबाट पाउँछ तिमी अब सिभिलमा भनेपछि मलाई फेरि ओहो कहाँनिर योगा कोर्समा भने सिभिलमा फ्रिडम होइन अब त्यसपछि चाहिँ अब बाहिर केही सिक्न जाने भनेपछि अलिकति मलाई फेरि इन्ट्रेस्ट बढ्थ्यो कि भित्र भन्दा नि होइन त्यसपछि चाहिँ हुन्छ भनेर गयो जब त्यहाँबाट चाहिँ फेरि त्यहाँ जब मैले चाहिँ 2 विक्सको 2 हप्ताको जब मैले चाहिँ योगा कोर्स गरेँ त्यहाँदेखि मेरो सबै कुरो चेन्ज भयो कि तपाईँ त्यहाँबाट चाहिँ त्यो 2 हप्ताको चाहिँ योगा कोर्सले चाहिँ सबै कुरो चेन्ज भयो क्या अब त्यतिखेरसम्म मैले चाहिँ एकदम धेरै कुराहरू पढ्थेँ कि तपाईँको त्यहाँ आर्मीभित्रको नि अब धेरै कुराहरू किताबहरू पढ्ने अब चाहिँ म चाहिँ लामो सर्भिस गर्नुपर्छ मैले प्रमोसन लिनुपर्छ भन्ने धेरै कुराहरू पढ्थेँ कि जब त्यहाँ गयो 2 हप्तामा चाहिँ सबै कुरा चेन्ज भयो मेरो त्यहाँ कोर्स गरेर आइसकेपछि चाहिँ त्यहाँबाट चाहिँ मैले किताबहरू त्यहीँको बारेमा पढ्न थाल्यो त्यहाँ त्यस्तो चिजहरू देखेँ कि तपाईँको होइन त्यहाँबाट चाहिँ आएर चाहिँ अब त्यहाँ बटालियनमा पनि योगाहरू सिकाउन थालेपछि चाहिँ तपाईँको पहिलाभन्दा चाहिँ अब पहिला नि सिपाही थियो त्यतिखेर नि सिपाही हो तर पनि अलिकति त्यतिखेर चाहिँ एउटा टिचरको रूपमा चाहिँ सबैजनालाई अलिकति रेस्पेक्ट पनि सबैजनालाई चाहिँ रेस्पेक्ट दिन थालेपछि ओहो यो त मजा रहेछ अलिकति आफूलाई त्यस्तो फिल भयो कि होइन सिकाउन पाउँदाखेरि चाहिँ अब धेरैजना तपाईँको 15-20 जना 30-40 जना होइन 60-70 जनालाई चाहिँ योगा सिकाउनु अरे कहिले पनि एकजनाको अगाडि नउभिने मान्छे त्यत्रो जनाको अगाडि उभिएर चाहिँ होइन मजाले सिकाउनु पाउँदाखेरि चाहिँ ओहो त्यहाँबाट चाहिँ मैले चाहिँ त्यहाँबाट चाहिँ सुरु भयो मेरो चाहिँ अब यतातिरको जर्नी त्यहाँबाट चाहिँ मेरो सुरु भएको त्यसपछि मैले दैनिक अब मैले त्यसपछि सोच्न थालेँ अब मैले यसलाई चाहिँ निरन्तर चाहिँ दैनिक कसरी राख्ने त अब हामीले सिक्नु ठुलो कुरा होइन कुनै पनि कुरो सिक्न ठुलो कुरा होइन मान्छेहरूले भन्छ ए त्यो सिक्नुपर्छ त्यो राम्रो छ तर त्यो सिक्नले एकचोटि सिकेर त्यसलाई चाहिँ ठुलो कुरो होइन त्यसलाई चाहिँ निरन्तर राख्नु चाहिँ ठुलो कुरा हो एक दिन गरेर हुँदैन त्यसलाई निरन्तर अब कतिजनाले भन्छ नि हाम्रो यहाँ चिया पिउनु आएको कतिजना साथीभाइहरूले ए मैले चिया 1 कप पिएको मेरो ग्यास्ट्रिकै ठिक भएन भन्ने कतिजना हुन्छ क्या हामीलाई फेरि छिटो रिजल्ट चाहिन्छ हो छिटो रिजल्ट चाहिन्छ कि अहिले सर्टकट त्यसलाई चाहिँ निरन्तर तपाईँले अब दैनिक रूपमा चाहिँ त्यसलाई चाहिँ निरन्तर 5 मिनट होइन त्यहाँको त्यो चिजलाई चाहिँ 5 मिनट भए पनि गर्न सक्यो भने दैनिक त्यसलाई चाहिँ आदत राख्न सक्यो भने चाहिँ बल्ल त्यसले चाहिँ पछि रिजल्ट पाउन सक्छ नि त त्यहाँको रिजल्ट आज मैले यहाँ पाएँ नि त धेरैजनासँग घुलमिल गर्ने साथीभाइसँग बटुल्ने साथीभाइसँग गफ गर्ने मौका पाएको त्यो बेसिक त्यहाँले गर्दाखेरि नै हो र त्यहाँ चाहिँ उहाँले जसले पनि मलाई चाहिँ कोर्सको लागि पठाउनु भयो होइन उहाँले पनि एकदम धन्यवाद दिन चाहन्छु किनकि त्यही एउटा सानो कोर्स र उहाँहरूले चाहिँ गर्दाखेरि चाहिँ आज म यो ठाउँमा आइपुग्या हो आज होइन हुन त आज त्यत्रो मान्छेहरूले सोच्न सक्छ कि ओहो यो ठाउँमा आएर त्यो उसले धेरै कमाएर हो कि त्यो कमाउने होइन मेन त्यो पैसा ठुलो होइन मेन भनेको चाहिँ अब सबैको माया होइन माया सबैजनाले अब आज यति धेरै माया दिइरहनु भएको छ नि त त्यही भएर नै त भने अब आउँथेँ पेन्सन आएर अब कसले चिन्छ मलाई होइन कसैले चिन्दैन नि त आज त्यो एउटा मध्यमबाट चाहिँ अब आउँथेँ त्यहाँबाट सिक्दै गएर त्यहाँबाट मैले अष्टाङ्ग योगमा ट्रेनर कोर्स गरेँ त्यहाँबाट मैले नेटमा सर्च गर्दा हाम्रो इन्स्ट्रक्टर रूपक खड्का सर होइन उहाँलाई एकदम सम्मान गर्छु उहाँले एकदम राम्रो सिकाउनु भयो मैले ट्रेनर कोर्स गरेँ उहाँबाट चाहिँ उहाँसँग मैले ट्रेकिङहरू गएपछि ग्रुपमा गएपछि अझै मलाई यस्तो मजा लाग्न थाले दुनियाँ त यो रहेछ त त्यहाँबाट चाहिँ म तपाईँको मैले त्यहाँदेखि चाहिँ 2021 कि 22मा मैले त्यो गरिसकेपछि चाहिँ मैले निरन्तर राति म कहिले 3 बजे पनि उठ्थ्यो होइन कहिलेकाहीँ समय नहुँदा 2 बजे पनि उठ्थ्यो त्यो जर्नीहरू याद गर्दाखेरि त मलाई यस्तो लाग्छ कतिजना साथीभाइले त मलाई यस्तो पनि भन्थ्यो हेर भाइ यस्तो गर्नु हुँदैन भोलि तिमीलाई रोग लाग्न सक्छ भन्दै किनकि तपाईँको अब अफिसमा काम गर्दाखेरि चाहिँ के हुँदैन अब कहिले काम गर्दा पेन्डिङ होइन काम पेन्डिङ राख्नु भने काम सकिँदाखेरि चाहिँ अब तपाईँको 10, 11, 12 नि बज्न सक्छ नि त मलाई चाहिँ टेन्सन एउटा मात्रै टेन्सन हुन्थ्यो यो योगालाई चाहिँ मैले कतिखेर गर्ने बिहान यो चाहिँ गर्ने हो बिहान चाहिँ मैले गर्ने कहिलेकाहीँ त म 2 घन्टा मात्रै पनि सुत्थेँ क्या 2 घन्टा मात्रै सुत्यो 2 घन्टा सुत्दाखेरि कहिलेकाहीँ दिउँसो यसो गफ गर्दाखेरि चाहिँ त्यही निदाउँथ्यो क्या
त्यसो गर्दा होइन यस्तो ठिक हुँदैन। पछि मैले फेरि किताबहरू पढ्न थालेँ। यो ठुल्ठुलो मान्छेहरूले जस्तो अब यो बिल गेट्सहरू आएर ठुल्ठुलो धनी मान्छेहरू छ नि त होइन, यिनीहरूको किताबहरू पढेँ। यिनीहरू कति घन्टा सुत्थ्यो, यिनीहरू यति ठुल्ठुलो मान्छेहरूले कति घन्टा सुत्थ्यो, 8-9 घन्टा त सुत्दैन थियो होला। त्योहरू हेरेँ, त्योहरू पढेपछि होइन म्याक्सिमम् मान्छेले चाहिँ 4 घन्टा, जो मान्छेले चाहिँ अलिकति आफ्नो फ्युचरको बारेमा सोचिरहेछ भने, केही गर्न चाहिरहेछ भने त्यो मान्छेले म्याक्सिमम् 3-4 घन्टा 5 घन्टाभन्दा सुत्दैन रहेछ। उनीहरूले धेरैभन्दा धेरै सिक्नेतिर लाग्दो रहेछ क्या। त्यसपछि त्यस्तै निरन्तर राख्दै कतिजना साथीभाइले होइन भन्थ्यो पनि होइन, अब धेरै यस्तो गर्नु हुँदैन यो भन्थ्यो होइन। तर मलाई मेरो दिमागमा एउटै मात्रै यो योगालाई चाहिँ म एकचोटि चाहिँ म राम्रो गर्ने, किनकि यो आफूलाई पनि फाइदा छ र यसलाई चाहिँ म भोलि म अरूलाई पनि सिकाउन सक्छ भन्ने हिसाबले चाहिँ त्यसलाई मैले निरन्तर राख्नको लागि त्यसरी गर्दै चाहिँ योगा ट्रेनिङको चाहिँ तपाईँको देखिन्छ भने होइन, तपाईँ अहिलेसम्म पनि फिट हुनुहुन्छ नि त है। बिहान कति बजी उठ्नुहुन्छ? बिहान चाहिँ 4 बजे। 4 बजी उठ्नुहुन्छ। बेलुका सुत्दाखेरि कति बज्छ दाइ? बेलुका चाहिँ अब कहिले 12 बज्छ होइन, 12 बज्छ, कहिले 11 बज्छ, त्यही हो। अब यो रिटायरमेन्ट पछि पनि छोड्ने बित्तिकै त के सञ्चालन गर्नु भएको रहेछ, बिचमा पनि धेरै लामो जर्नी गर्नुभयो होइन, रिसर्चहरू गर्नुभयो, धेरै खोजताज गर्नुभयो, कसरी गर्दाखेरि हुन्छ भनेर नि जान्नुभयो। अब यो अर्ग्यानिक टी अब अहिले जुन सञ्चालन गरिरहनु भएको छ नि होइन, अब मार्केटमा नि सबैजनाले मन पराइरहेका छन्, आउँछन् होइन, चिनी नभएको चिया भए पनि खाइरहेका छन् नि त मान्छेले होइन हेर्दाखेरि। अनि अब के भएर चाहिँ विशेष यसमा के भएर चाहिँ यस्तो पपुलर भएको हो जस्तो लाग्छ तपाईँलाई? मेन चाहिँ अब सबैजनाको सपोर्ट पनि हो होइन। अब किनकि मान्छेले चाहिँ एकदम हाई कि फर्स्टमा चाहिँ अब मान्छेले एउटा हाई अब जहाँ होइन, अब त्यो चिज पनि हो क्या। मैले धेरै कुराहरू चाहिँ कस्तो ख्याल गरेँ भने मान्छेले अलिकति मान्छे धेरै ग्रुप देख्यो भने चाहिँ आउने ओहो पसिहालौँ न त भने होइन, मान्छे छैन भने चाहिँ जाने त्यही मान्छे पनि अब घरि तलमाथि गरिरहेको छैन, मान्छे धेरै देखेन होइन एकचोटि पसाउँ न भन्ने टाइपको पनि हुँदो रहेछ क्या होइन। अलिकति त्यो धेरै चल्न थाल्यो नि के भयो भन्दाखेरि अब मैले त्यसरी गर्दाखेरि चाहिँ कतिजना हाम्रो धादिङमा चाहिँ अब म विशेष सबैजना मिडियाहरूलाई पनि धन्यवाद दिन चाहन्छु। धादिङमा सबैजना मिडियादेखि लिएर सबैजनाले एकदम धेरै सपोर्ट गरिदिनु भएको छैन। उहाँहरूले गर्दै नै आज मैले चाहिँ यो एउटा टेबलदेखि चाहिँ 3टा टेबल बनाउन सकेको छ होइन, 3टा टेबल थप्न सकेको छ होइन उहाँहरूबाट पनि। त्यसपछि चाहिँ त्यसरी गर्दै गऱ्यो होइन। त्यसपछि चाहिँ 1जना 2जना गर्दै अब कहिले यो रेडियो धादिङको कहिले को होइन मिडिया कर्मीहरू पनि आउनुभयो। अनि कतिजना हाम्रो डोल्मा मेरो छोरी होइन, छोरी पर्छ होइन, उहाँ आउनुभयो। उहाँसँग अनि बोलाएर लो यसो भिडियो बनाऊँ एकचोटि अलिकति ओपन गरे जस्तो, यो यसलाई चाहिँ ओपनिङ गरे जस्तो गरेर चाहिँ हामीले यस्तो गरौँ, अलिकति भिडभाड देखाउनु पऱ्यो, नै त पनि भएन। यो मान्छे त 1जना 2जना आएर त अलिकति गफ गर्न पनि भएन भन्ने कुराहरू भयो। ऊ आएर चाहिँ हामीले चाहिँ यहाँ बाटोमा हिँड्ने साथीभाइहरूले बोलाउने, गाडीवालाहरूले रोक्ने, लाउने, एकचोटि चाखेर चाहिँ जानु भने अलिकति भिडभाड गर्ने, फोटो खिच्ने। अब अहिले सोसियल दुनियाँमा मान्छेले त्यो पनि हेर्छ नि, मार्केटिङ स्ट्र्याटेजी अपनाउनु। हजुर। अब हाम्रो नेपाल पथको भाइ अर्जुन भाइ होइन, उहाँलाई चाहिँ एकदम धेरै धन्यवाद दिन्छ। अब हाम्रो मार्केटको लागि विशेष उसको हात छ क्या होइन, किनकि होइन छोरीले पनि भने गरे चाहिँ उनीहरू पहिलासँगै काम गर्नुभएको रहेछ होइन। त्यसपछि चाहिँ एक दिन भाइले चाहिँ धेरै दिन खोजे रहेछ यो माथितिर। अब यहाँ पहिले चाहिँ यहाँ लोकेसन नभेटेर कोही उतातिर पुग्ने, कोही माथितिर, भाइ भने माथितिरबाट तलतिर झर्दै रहेछ होइन। त्यहाँबाट भाइले टक्कै मलाई सोधे अर्ग्यानिक टी हो यहीँ हो दाइ भन्नुभयो होइन। त्यसपछि यहीँ हो भाइ भने भाइ आउनुभयो। आएपछि चाहिँ भाइले ल तपाईँको एउटा छोटो भिडियो बनाउँछु है यताउति भन्नुभयो भाइले होइन। त्यसपछि चाहिँ हुन्छ मैले त्यही खोजिरहेको छु होइन। अब मैले चाहिँ कसरी हुन्छ चाहिँ मार्केटमा होइन अलिकति मान्छे बटुलिरहेको छु नि त होइन। हजुर। त्यसपछि ट्याक्कै भाइ आउनुभयो। आएर चाहिँ हामीले त्यतिखेर कति टोटल 12 मिनटको चाहिँ इन्टरभ्यू लिएको थियो भाइले होइन। त्यो इन्टरभ्यू लिइसकेपछि चाहिँ धेरै राम्रो भयो। तपाईँको 1-2 दिन चाहिँ खास हेरेको थिएन है मैले, किनकि धेरैजनाले खिचेर जानुभयो होइन। अब हामीले चाहिँ के हुन्छ भने अब फर्स्टमा उताबाट आएपछि चाहिँ अलिकति चट्ट परेको होइन। अब दिदीबहिनीहरू आएर होइन साथीभाइहरू आएर चाहिँ हाल्दाखेरि चाहिँ अब चल्छ कि होइन, सबैजनाको चेक गर्ने। अब भ्युज गएर आएन, अहिले त भ्युज बढेको हो नि त होइन। त्यहाँबाट चाहिँ भाइले चाहिँ ल मैले यस्तो हालेको छु दाइ हेर्नुहोस् है भनेर पठाइदिनु भएको थियो। मैले नि यसो पेजहरूमा हाम्रो वाकाको पनि एउटा हाम्रो गाउँमा चाहिँ एउटा ग्रुप छ त्यतातिर पनि सेयर गरिदियो, सबैले सेयर गरिदियो। त्यसपछि चाहिँ 1-2 दिनमा हेरेको तपाईँको तकरिबन 40-45-50 हजार भ्युज गएर चाहिँ त्यहाँबाट मैले यस्तो लाग्यो मेरो दिमागमा अलिकति अब चाहिँ के हुन्छ कि जस्तो लाग्यो होइन, हुन्छ जस्तो लाग्यो। त्यसपछि हेरेको त्यहाँबाट चाहिँ तपाईँको टक्कै मान्छेहरू बढ्दै आयो क्या। ओहो तपाईँको इन्टरभ्यू हेरेको एकदम राम्रो लाग्यो, तपाईँको एकदम नयाँ सोच लिएर चाहिँ तपाईँले यस्तो सुरुवात गर्नुभएको रहेछ अर्ग्यानिक चियालाई, एकदम राम्रो लाग्यो धादिङमा फर्स्ट टाइम यस्तो देखेर भने धेरैजना। तब त्यसपछि चाहिँ थप्दै गयो क्या 15जना 20जना 25जना 30जना गर्दै थप्दै। त्यसपछि विदेशीहरू आयो होइन, उहाँहरूले पनि इन्टरभ्यू देखेर रहेछ
उहाँहरू चाहिँ यता जनजीविका कि कहाँ बस्नु भएको रहेछ होइन अर्केमा कि जनजीविका भन्नुभएको थियो उहाँहरू चाहिँ उहाँले पनि त्यही इन्टरभ्यू देखेर चाहिँ यहाँ आयो 30जना 40जना 50 60 70 गर्दै गर्दै बुढाबुढीकै यहाँ दौडिन थाले त्यहाँ हो दिनदिनै अब धारा मचिन थाले बुढीले नि कहिलेकाहीँ गाली गर्नु पनि थाल्यो कि अब दुनियाँभरको मान्छे बोलाएर यहाँ अब ऊ बिचरा दिनभरि पढाउने होइन स्कुलमा पढाएर अब थकै लाग्यो हजुर टिचिङ होइन टिचिङ अब दिनभरि अब थकै लाग्यो हुन्छ उभिएर आएको हुन्छ यहाँ आयो नि अब दौडा होइन अब यहाँ बच्चा नि उता चिया रुइरह होइन दौडिँदा चाहिँ उसले रिस उठ्दो रहेछ त्यहाँबाट मैले हाँसिदिँदै अब मेरो बानी के छ भने अब करायो होइन हाँसिदिन्छ होइन टेन्सन नलिनु न भइहाल्छ भन्ने अब त्यस्तो गर्दै 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 त्यसपछि चाहिँ अब बिचरा कोही भाइहरू भेट्न आउँथ्यो उनीहरूले पनि काम लगाइदिने कि अब तपाईँको त्यतिखेर चाहिँ 100-200जना 300जना होइन त्यस्तो मान्छे भिडभाड भएपछि चाहिँ अब कोही कराएर आउँछ खोइ हाम्रो पालै आएको छैन चिया कहाँ गयो कोही किचनतिरै आएछ हो म त कहिलेकाहीँ त होइन के भइरहेछ जस्तो लाग्छ आफू एकदम ह्याङ भएको छैन होइन त्यहाँबाट एउटा खुसीको कुरा हो होइन त्यो चाहिँ एउटा भाइले होइन त्यस्तो गरिदिनु भयो त्यसपछि चाहिँ अब सबैजना मिडियाहरू धेरैजना आउनुभयो अहिले चाहिँ अब सबैजनाले सपोर्ट गरिरहनु भएको छ त्यतिखेर पनि गरिरहनु भएको थियो तर फोकस फर्स्टमा जुन मार्केटिङ भएको चाहिँ अब नेपाल पत्रिका होइन भाइबाट चाहिँ अब धेरै त्यहाँ भ्युज पनि त्यहाँबाट चाहिँ अब सुस्मिता बहिनीले हालेपछि चाहिँ सुस्मिता बहिनीको थोरो पनि धेरै आयो त्यो पनि आयो उसको पनि धेरै भ्युज गएछ त्यसपछि चाहिँ त्यसरी चाहिँ हाम्रो अब भनौँ न चर्चामा अहिले चाहिँ धादिङ बेसीमा चाहिँ अर्ग्यानिक टी हबको चर्चा त्यसरी चाहिँ हुँदैछ अहिले बाहिर पनि गएर रहेछ अस्ति म काठमाडौँ गएको 6-7वटा होटेलमा बस्दाखेरि कम 3-4वटा होटेलवालाले चाहिँ चिनेको थियो ओ तपाईँ त देखे जस्तो लाग्यो भने तपाईँ त्यही धादिङको प्योर अर्ग्यानिक चिया पिउनले धादिङमा आउने भने तपाईँ होइन भनेर कतिजनाले देखाउनु भयो त्यसमा एकदम खुसी लाग्यो होइन मार्केट तकरिबन अरू ठाउँमा पनि यसरी चाहिँ धेरैजनाले चिनिरहेको छ भने यो चाहिँ अब मैले गर्दा होइन यो मेरो मैले केही पनि गरेकै छैन मैले सिर्फ सुरुवात गरिदिएँ होइन यो सबैजनाले सपोर्ट गरेर नि त्यो सबैजना चिन्या हो सबैजना चिनेको त्यसमा चाहिँ सपोर्ट सबैजनाले हो सबैजनाले चाहिँ उ गर्दाखेरि चाहिँ मैले त के एउटा सुरुवात गर्थेँ होइन त्यसमा मैले त्यस्तो केही पनि गरेको छैन सबै दाजुभाइ हुँदै हुँदै हात तेमालो गर्दै जानुभयो मिल्दै गएपछि सबैलाई श्रेय दिइरहनु भएको छ अहिले अब अर्ग्यानिक टी हब होइन अर्ग्यानिक भनेर त आजभोलि बजारमा जे पनि अर्ग्यानिक आउँछ नि होइन सबैले अर्ग्यानिक नै खोज्छन् लेख्नेले पनि अर्ग्यानिक नै लेख्छन् तपाईँले चाहिँ कसरी आफ्नो ग्राहकहरूलाई वरिपरि सबैजनालाई यो अर्ग्यानिक नै हो भनेर कन्भिन्स गरिरहनु भएको छ अब मैले चाहिँ अब यहाँ चिया चाहिँ जति सक्छ हामीले चाहिँ जङ्गलबाटै कलेक्सन गरेर लिएर आउँछौँ होइन मेरो विचार चाहिँ के छ भन्दाखेरि चाहिँ अरू ठाउँमा खाँदाखेरि जेसुकै होस् तर यहाँ आएर पनि कुनै पनि साथीभाइले यहाँ आएर खाँदाखेरि चाहिँ उसलाई ढुक्क होस् र मलाई पनि ढुक्क होस् किनकि म आफै प्रयोग गर्छु त्यही भएर मैले जति सक्छ जङ्गलबाट कलेक्सन गर्ने अब हामीले यो मसलाको धेरै चाहिँ अब यो चियाको चाहिँ मसला दिनुहोस् हामी घरमै गएर खान्छु भन्नेहरू हुन्छ त्यसरी दियो भने चाहिँ हामीले उत्पादन गर्नु पर्यो यहीँ उत्पादन गरिसकेपछि चाहिँ त्यसमा चाहिँ प्योर अर्ग्यानिक त्यस्तो प्योर अर्ग्यानिक हामीले दिन सकिँदैन होइन मैले दिन गाह्रो हुन्छ नि त त्यो चाहिँ होइन यहाँ चाहिँ तपाईँको यहीँनिर लगायो हाम्रो बारीमा लगाएको सागमा पनि त्यस्तो अर्ग्यानिक हुँदैन नि त प्योर अर्ग्यानिक त्यसमा किनकि अब कतिपय हामीले के हाले हुन्छ केमिकलहरू होइन हालिरहेको हुन्छ अरू चिजमा हाल्दैन त्यसमा पर्छ नि त त्यही भएर जङ्गलबाटै तकरिबन चाहिँ मैले जङ्गलबाटै कलेक्सन गरेर लिएर आउँछु सबै कुरो त 100% अर्ग्यानिक त हामीले सबै कुरो त अब 20वटा छ होइन 20वटामा सबै कुरो त अब जङ्गलबाट कलेक्सन गर्न त सकिँदैन होइन तर कति चाहिँ तर त्यो चाहिँ अब रुखै पाती दिन्छ तर दिन चाहिँ हामीले होइन ताकि त्यो चिजको चाहिँ पुरा 100% नपाए पनि कमसेकम 80%सम्म चाहिँ उहाँले चाहिँ प्रफिट पाउन सकोस् फाइदा पाउन सकोस् भनेर चाहिँ हामीले त्यो चाहिँ पातमै पकाएर त्यसलाई चाहिँ हामीले घाममा सुकाउँदैन छायामै सुकाउने गर्छु त्यसपछि छायामा सुकाउने गर्छु त्यहाँबाट त्यसलाई हामीले पिस्दैन फेरि पिसिसकेपछि चाहिँ के हुन्छ त्यो मेसिनमा पिसेपछि चाहिँ त्यो चाहिँ अब त्यसको जुन स्वाद पनि उडिन्छ होइन त्यसको पाउनेवाला पुरा पाउन सकिँदैन किनकि हामीले जस्तो अब चटनी बनाउँदाखेरि पनि अब ढुङ्गामा पिसेर खाएको र अलिकति मिक्सरमा पिसेको स्वाद नै बेग्लै हुन्छ नि त होइन त्यही भएको कारणले गर्दा मैले चाहिँ जति सक्छ चाहिँ पातमै पकाएर चाहिँ फुल के भन्छ स्वादको साथमा चाहिँ त्यसरी दिउँ भन्ने हुन्छ अब कतिजना तपाईँको फेरि अब टाढाबाट आउँछ है कतिजना पोखरा काठमाडौँ बनाउँदाखेरि यति टाढाबाट 2000 रुपियाँ खर्च गरेर आयो तेल खर्च गरेर आयो तपाईँले पानी पिलायो भने त्यस्तो नि हुन्छ क्या होइन त्यस्तो नि हुन्छ तर मैले चाहिँ उहाँलाई मजाले बस्छु म आफै बस्छु म पनि पिउँछु उहाँहरूसँग मजाले गफ गर्छु होइन अर्ग्यानिक यस्तो चिज हो यो चिजमा यो अब तपाईँले मैले स्वादको लागि चिनिहाल्थ्यो होइन त्यो अर्ग्यानिक भएन आजको समयमा सबभन्दा धेरै बिमारी हुने भनेको चिनी मैदा त्यही चिजहरूले हो नि त होइन त्यही भएर चाहिँ अब त्यसमा तपाईँले नुन यस्तो कुनै पनि चिजहरू मिसाउने बित्तिकै तपाईँको अर्ग्यानिक भयो त्यही भएर तपाईँले जस खाँदाखेरि तपाईँले स्वाद नहोला तर तपाईँको शरीरले पक्कै यो मनपर्छ र तपाईँको शरीरभित्र गइसकेपछि यसले पक्कै पनि राम्रो काम गर्छ यो चाहिँ तपाईँले विश्वास गर्नुहोस् होइन अर्ग्यानिक यही चिज हो तपाईँले जस्तो पात लिएर आयो नि मैले जडीबुटी त्यस्तै पकाएर तपाईँलाई दिएको
त्यो अर्ग्यानिक होइन मेरो हिसाबले होइन त अब तपाईँको शरीरमा त्यही हिसाबले काम गर्छ मैले पनि त्यही खान्छु नि त म आफै प्रयोग गरेर आएको चिज हो किनकि मैले नखाएर दिने होइन मैले खाएको चिज म खान्छु यहाँ किनकि हाम्रो टी हबमा जति पनि कहिलेकाहीँ आलुहरू आउँछ होइन लोकल आलु भनेर म सबभन्दा पहिला पकाएर आफू खान्छु मिठो छ भने चाहिँ पब्लिकमा ल यस्तो यस्तो आएको छ भनेर दिन्छु नै त भने दिँदैन अहिले हामीले जस्तो अब अहिले पाखनबेतको चियाहरू सुनाखरी होइन त्यो अपराजिता चिया अब त्यस्तो चियाहरू हामीले लिएर आएको छु होइन त्यो चिजहरू अब नयाँ यो आउनेवाला चिसोको लागि होइन त्यो चिजहरू मैले धेरै महिनादेखि म प्रयोग गर्दै आएको थिएँ त्यो चाहिँ खास पाखनबेत एकदम खास यो किडनीको पत्थरीको लागि एकदम बेस्ट रहेछ क्या पाखन भनेको चाहिँ चट्टान र वेत भनेको चाहिँ त्यो चाहिँ चट्टानलाई पनि फोरेर निस्किनेलाई चाहिँ त्यस्तो भन्दो रहेछ क्या वेत भन्दो रहेछ होइन त्यही भएर त्यो किडनी स्टोनको लागि राम्रो चाहिँ किडनीले सफाइ पनि गर्दो रहेछ त्यही भएर हामीले त्यसलाई चाहिँ अरूले चाहिँ धुलो बनाएर खाँदो रहेछ अनि टुक्रा टुक्रा काटेर चाहिँ त्यसरी चाहिँ त्यो छिर्बी जसरी पनि खाँदो रहेछ तर हामीले चाहिँ अहिलेसम्म मैले चिया चाहिँ बनाएको देखिनँ तर हामीले चाहिँ चिया त्यसले बनाउने गर्छु मैले पनि खान्छु कतिजना साथीहरू आउँछ ओहो म पनि खानु पर्यो भनेर आउनुहुन्छ होइन खान्छ त्यसरी भनेपछि पाखनबेतको चिया चाहिँ अहिले अर्ग्यानिक टी हबमा एउटा नयाँ के भन्छ आइटम एड भएको छ भन्नु पर्यो होइन त मेनुमा हजुर पाखनबेत अनि सुनाखरी त्यसपछि अपराजिता पाखनबेत सुनाखरी र अपराजिता चाहिँ टी हबको मेन्युमा नयाँ एड भएको छ अहिले अर्को नयाँ स्वाद छपिएको छ अब यो व्यवसाय सञ्चालन जागिरी जीवन बिताउनु भयो व्यवसाय पनि सञ्चालन गर्नुभयो होइन व्यवसाय जागिर खाइरहेको मान्छेलाई गरिरहेको मान्छेलाई के भने अहिले पनि बजारमा के छ भने व्यवसाय गर्नेहरूले जागिर खान धेरै सजिलो व्यवसाय गर्न त्यति नै गाह्रो छ जागिर जीवन नै ठिक छ भनेर भन्छ नि होइन तपाईँले त दुईटै जीवन बिताउनु भयो व्यवसाय गर्दाखेरि कस्तो खालको चुनौतीहरू आयो कसरी सामना गर्नुभयो अब त्यो जागिर भनेको चाहिँ किन सजिलो हुन्छ भन्दाखेरि चाहिँ त्यो चाहिँ अब सिस्टमेटिक हुन्छ नि त सिस्टममा चल्ने हो त्यो चाहिँ पहिले अब ट्याक्क गरे हुन्छ ल मैले गइसकेपछि चाहिँ अब ट्याक्क अब यो गर्ने हो मैले यो गर्ने ट्याक्क पहिले त्यो चाहिँ रेडी हुन्छ नि त त्यो आफूले गर्ने मात्रै हो अब म ड्युटी जाने हो त जाने त्यही गर्ने हो जे छ त्यो गर्ने भने अब त्यो त सिस्टम अनुसारले चल्ने हो नि त त्यसरी गर्ने हो अब त्यो व्यवसाय भनेको चाहिँ अब मान्छेले एउटा होइन धेरै मेहनत गर्नुपर्छ अब यसलाई कस्टमरलाई सर्टिफाई दिनु पऱ्यो होइन कस्टमरलाई कतिजना अब हल्ला गर्ने कोही गाली गर्नेवाला नै आउँछ होइन अनेक आउँछ नि त अब एक दिन आज चाहिँ कोही मान्छेले दुईजनाले मलाई कराएर गयो भने अब मैले चाहिँ अब रातभरि अध्ययन गरेर हुन्छ कि मान्छेले के गरेर हुन्छ कि उसले चाहिँ कसरी चाहिँ भोलि मैले चाहिँ यसलाई खुसी पार्ने होइन अब अरूले चाहिँ के गर्छ भन्ने कुरो मलाई थाहा भएन होइन तर मैले चाहिँ त्यसरी सोच्छु होइन कसैले गाली गरिरहेको छ भने त्यसलाई म हल्का लिन्छु यो मान्छेले म भोलि चाहिँ यस्तो खालको खुसी दिन्छु कि यसलाई म यस्तो मजाले सम्झाउँछु यसलाई भन्ने टाइपको चाहिँ मैले त्यसै चाहिँ अब किताबहरू होइन म यस्तो पुरानो किताबहरू पनि धेरै छ होइन त्यो चिजहरू कसैको मोटिभेसन ऊ के भन्छ मोटिभेसनको चाहिँ युट्युबबाट सर्च गरेर त्यो चिजहरू हेर्छु होइन टिप्सहरू हेर्छु म होइन मान्छेले सम्झाउनको लागि टिप्सहरू कसरी चाहिँ उसलाई कुल बनाउने होइन त्यो चिजहरू हेर्छु होइन अनि चियाको विषयमा चाहिँ अब कतिपय चाहिँ हाम्रो यहाँ आइसकेपछि तर अहिलेसम्म चाहिँ त्यस्तो चाहिँ छैन होइन त्यस्तो चाहिँ कतिजनाले अब एउटा दुइटा त्यो त हुन्छ होइन अब सबैमा हुँदैन अब गुलियो नभएपछि त एकचोटि त हुन्छ नि त सबैजनालाई तर फेरि पनि एकछिन एक दुई घुट पिइसकेपछि एकछिन कुरा गरेपछि चाहिँ मैले मजाले चाहिँ उनीहरूले चाहिँ सम्झाउँछु यो चिज यस्तो हो यसरी अहिले चाहिँ यो हो किनकि हिजोको दिनमा चाहिँ जस्तो भनौँ न हाम्रै हजुरआमा हजुरबुवाहरू चाहिँ किन स्वास्थ्य थियो होइन 80 वर्षको उमेरमा पनि 20-30 किलोको भारी बोकेर किन हिँड्थ्यो होइन आज हामी 20-21 वर्षको यङ हो तर पनि हामी 10 किलोको भारी बोकेर पनि हामी 1 किलोमिटर पनि हिँड्न सक्दैन त्यो के हो यस्तै चाहिँ हामीले यस्तो यस्तो कुराहरूलाई लिएर चाहिँ मजाले कुरो गरेपछि उहाँले वास्तवमा हो कि भनेर चाहिँ खुसी भएर जानुहुन्छ होइन अहिलेसम्म 90% भनौँ न 95% साथीभाइहरू चाहिँ खास एकदम राम्रो छ र खुसी एकदम खुसी छु तपाईँले यस्तो गरेर चाहिँ धादिङ बेसी मेसेर खोलेर चाहिँ हामी पनि एकदम अब यही खान्छु किनकि हाम्रो स्वास्थ्य पनि केही राम्रो हुन्छ होला भन्ने सबैजनालाई त्यसरी चाहिँ खुसी मानिरहेछ अब सबैजना राम्रै सोचिरहेछ अहिलेसम्म अब जस्तै अहिले त सबैजना एउटा नयाँ स्टार्टअप सुरु गर्ने होइन सबैजनालाई त्यो एउटा नयाँ व्यवसाय सुरु गर्ने त्यस्तो खालको व्हिम पनि चलिरहेको छ नि त नयाँ नयाँ जेनेरेसनहरूमा अब तपाईँले पनि अब यो भनौँ न एउटा अलि फरक खालको व्यवसाय सञ्चालन गर्नुभएको छ होइन त्यो उनीहरूलाई चाहिँ अब भनेको भर्खरै नयाँ नयाँ व्यवसाय सञ्चालन गर्न खोजिरहनु भएको छ भने चाहिँ उनीहरूलाई चाहिँ एउटा जान्नै पर्ने क्या हुनै पर्ने खालको केही टिप्स दिन चाहनुहुन्छ अब गरे भने चाहिँ नेपालमा धेरै कुराहरू छ होइन अब मैले देखेअनुसार चाहिँ अब कुनै पनि व्यवसायमा सुरु गरेपछि चाहिँ हामीले सबैभन्दा पहिला चाहिँ इन्कम चाहिँ हेर्नु हुँदैन होइन तकरिबन इन्कमको लागि चाहिँ 4-5 वर्ष कुर्नुपर्छ म्याक्सिमम भनेको 3-4 वर्ष कुर्नुपर्छ हाम्रो चाहिँ के हुन्छ भने फर्स्टमै अरे 2 महिना भइसक्यो 2 महिना भइसक्यो खै त्यो फाइदै छैन
त्यो फाइदै छैन भन्ने बित्तिकै चाहिँ हामीले फेरि अब फाइदा त हुँदैन नि अब व्यवसायमा त कमसेकम कुर्नु पऱ्यो नि त होइन हिसाब किताब गर्नु पऱ्यो अब तकरिबन तपाईँको पहिले त हामी ग्राहकलाई अब के खेलाउने होइन कहाँबाट चाहिँ उनीहरूले खुसी पार्ने सबै कुराहरू चाहिँ सोच्नु पऱ्यो नि त दुःख चाहिँ धेरै गर्नु पऱ्यो यो यसैमा एउटा कुरा थपिहाल्ने किराना पसल राखेर कति टाइम पछि अर्ग्यानिक टी हब खोल्नु भएको साथी 1 महिनापछि 1 महिनापछि 1 महिनासम्म 2वटा बिस्कुट बिकेपछि अर्ग्यानिक टी हब 1 महिना भन्नाले होइन अब हप्तामा 1-2 बिस्कुट बिक्थ्यो त्यस्तो थियो त्यतिखेर चाहिँ अब त्यही भएर चाहिँ मैले चाहिँ अब नयाँ चिज ल्याउनु पर्यो होइन भनेर चाहिँ अब त्यसरी लिएर आएको म चाहिँ के भन्न चाहन्छु भने सबैजनाले चाहिँ मेन चाहिँ हामी बाहिरै गए पनि कुनै पनि ठाउँमा काम गर्दाखेरि चाहिँ मेन भनेको हाम्रो लक्ष्य चाहिँ के हुनुपर्छ मैले यहाँबाट एकदम बेस्ट गर्छु र यहाँबाट बेस्ट गरेर चाहिँ यहाँबाट राम्रो सिकेर चाहिँ म आफै गर्छु भन्ने हिसाबले त्यसरी गऱ्यो भने चाहिँ अब आफूले गर्न सकिन्छ नेपालमा आफ्नै ठाउँमा गर्नको लागि चाहिँ काम गर्नु पर्यो मेन चाहिँ काम गर्नु पर्यो होइन म नेपालमै बसेर गर्छु आफ्नै ठाउँमा गएर गर्छु भने चाहिँ काम गर्नु पर्यो मेहनत चाहिँ कडा मेहनत 24 घन्टे गर्नु पर्यो भने म गरेर खान्छु भन्ने हिसाबले लाग्यो भने चाहिँ आफ्नो ठाउँमा हामीले गर्न सकिन्छ सायद कमाउन पनि सकिन्छ जस्तो लाग्छ होइन किनभने अब गऱ्यो भने नहुने केही छैन क्या अब नेपालमा तपाईँको यही चिया भनौँ न अब तपाईँले अरू चिज केही नगऱ्यो भने म त के भन्छु तपाईँले चाहिँ अब मोरिङ्गाको अब एउटै चिजको एउटै चियाको मात्रै म कुरो गर्छु होइन अब तपाईँसँग पकेट पैसा छैन म के गरौँ भनिरहेछ भने तपाईँको मोरिङ्गाको चिया मात्रै बेच्नुहोस् अहिले तपाईँको सोसियलमा फेसबुकहरूमा हरेक चिजमा दिइरहेको हुन्छ नि मोरिङ्गाको चिया पिउनुहोस् कति 100वटा चाहिँ बिमारी ठिक हुन्छ भनेर हालिरहेको हुन्छ नि त त्यसमा त आफूले केही दिमाग लाउनु नि परेन तपाईँले मोरिङ्गा 1 बोरा जति ल्याएर चाहिँ टक्क तपाईँले चाहिँ मोरिङ्गाको चिया त्यो आफूले पनि राम्रो भयो अरूलाई पनि लो मोरिङ्गाको चिया तपाईँहरूले यस्तोमा हेर्नुहोस् यो छ लो मोरिङ्गाको चिया एकदम राम्रो छ तपाईँको स्वास्थ्यको लागि यतिवटा बिमारी पनि ठिक हुँदो रहेछ लो सबैले अब यो पिउँ भनेर चाहिँ हामीले चाहिँ त्यो एउटै चिया बेचेर पनि मान्छेहरूले आज नहोला भोलि नहोला तेस्रो दिनदेखि मान्छे त्यही चियालाई खोज्न आउँछ नि मोरिङ्गा त अहिले एकदम फेमस पनि छ नि त सबैजनाले मोरिङ्गाको चिया भने फाइदा पनि धेरै छ तर मान्छेले चाहिँ भन्न चाहिँ जान्नु सक्नु पर्यो मान्छेले सर्टिफाई दिन सक्नु पर्यो यो यस्तो चिया हो यो खाएपछि यस्तो हुन्छ आजभोलि तपाईँको 99% मान्छे बिमारी छ अब हामी दुईजना छ पक्कै पनि तपाईँले नि एउटा बिमार छ मलाई पनि एउटा बिमार छ हामी स्वस्थ पक्कै पनि छैन हरेक मान्छेले केही न केही बिमार छ अब हामीले चाहिँ ल यो चिया पिनुस् तपाईँको समस्याले पक्कै केही न केही पर्सेन्ट तपाईँको पक्कै पनि कम हुन्छ केही न केही तपाईँलाई पक्कै पनि कम हुन्छ भनेबित्तिकै उसलाई उसको दिमागमा लाग्छ मलाई यो समस्या छ है पक्कै केही न केही कम हुन्छ भनेपछि पिउँ न त सस्तो पनि रहेछ भने एकचोटि ट्राई गर्छ नि त एकचोटि ट्राई गर्छ उसले फेरि अरू मान्छेले नि भन्छ नि त ओहो यस्तो चिया रहेछ अब अलिक कम हुन्छ भनेपछि उसको दिमागमा बसिसक्यो दिमागमा चाहिँ कम हुन्छ पिउने बित्तिकै कम भए जस्तो फिल भयो कि हाम्रो कुनै पनि चिज हुने भनेको रिस उठ्ने बिमार हुने भनेको नि हाम्रो दिमागबाटै हुने हो कि मलाई यस्तो लाग्छ अब कहिलेकाहीँ हामी बिहान उठ्दाखेरि चाहिँ यस्तो लाग्छ आज म बिमारी होला जस्तो लागिरहेछ त्यो दिन ट्याक्कै बिमार भइरहन्छ हाम्रो सोचबाट जता लाग्यो हामी त्यस्तै हुने हो नि त होइन तर त्यो सोचलाई चाहिँ हामीले चेन्ज गरिदिन सक्नु पऱ्यो क्या त्यसरी चाहिँ त्यसले चाहिँ अध्ययन गर्नु त्यसको लागि चाहिँ हामीले धेरै कुराहरू त्यस्तो कुराहरू सिक्नु पऱ्यो अब जस्तै खालि हामी सिरियल हेर्ने होइन अब भनौँ न अहिले चाहिँ सिरियल हेर्ने अब गेम अनेक चिजहरू त्यसको ठाउँमा चाहिँ हामीले पोजिटिभ चिजहरू हेर्नु पऱ्यो कि अहिले त अब फेसबुक अनि यो युट्युबबाट धेरै कुराहरू सिक्न सकिन्छ नि त होइन मोटिभेसनको अनेक सिक्न सकिन्छ टिप्सहरू त्यो टिप्सहरूले चाहिँ सपोर्ट पाउँछ हामीले यस्तो कुनै पनि व्यवसाय कहीँ पनि के गर्दाखेरि त्यो चिजहरू सपोर्ट पाउन सक्छ नि त त्यही हो यदि तपाईँ इन्डियन लाउरे नहुनु भएको भए के गर्नुहुन्थ्यो इन्डियन लाउरे नभएको भयो भने त अब त्यतिखेर अब खै त्यो त विदेशी जान्थ्यो होला त्यतिखेर होइन सबभन्दा दुःखी भएको छिन् सम्झिनुहुन्छ कुनै दुःखी भएको चाहिँ अब म त्यतिखेरमा एकदम सानोमा एकचोटि बिमार भएको थिएँ सानो भन्नाले नि इन्डिया जानुभन्दा पहिला कति 1 वर्ष पहिला म एकदम बिमार भएको थियो होइन 2टा खुट्टा चाहिँ दुख्नेवाला बिमार भएको थियो त्यतिखेर चाहिँ मलाई यस्तो लाग्थ्यो म ठुलो छोरा होइन मैले चाहिँ कमाउने हो अब लाउरे भएर कमाउने भनेर दौडिरहेको मान्छे बिमार हुँदाखेरि मेरो मम्मी धुरु रुन्थ्यो होइन रुँदाखेरि चाहिँ मलाई यस्तो लाग्थ्यो अब मै मरिहालेँ भने चाहिँ मेरो मम्मीको सपना होला उसको पनि होइन अब आँधुरो हुन्छ होइन मेरो मम्मीले के होला मनमा के होला मेरो मम्मीको मम्मी त बेहोस पो हुन्थ्यो कि भने त्यस्तो एकदम त्यतिखेर एकदम दुःख लाग्थ्यो कि ए भगवान् मलाई चाहिँ त्यस्तो केही नहोस् है भगवान् एक दिन चाहिँ ठिक हुनुपर्छ अब मैले केही गर्नु छ नि त मेरो घरको ठुलो छोरा पनि हो मैले केही गर्नु छ ठिक हुनुपर्छ भने त्यस्तो सोच्थेँ क्या सधैँ त्यसरी सोच्थेँ होइन त्यो हो सबभन्दा दुःखीको कुरा चाहिँ मम्मीले एकदम सताएको छु कि ठुलो भएर पनि एकदम सताएको छु होइन मेरो मम्मीले अहिले पनि एकदम मिस गर्छु म होइन एकदम सताएको छु ठुलो भएर नि त्यो जिन्दगीमा सबभन्दा खुसी हुनुभएको छ सबभन्दा खुसी भएको चाहिँ मलाई अहिले भइरहेछ अहिले अब किन भन्दाखेरि चाहिँ होइन
मैले सधैँ भने होइन मजा गरेको होइन अब हिजो म छुट्टी आउँदाखेरि तपाईँको होइन एउटा मान्छे पनि त्यति चिने थिएन क्या अब गाउँमा पनि मेरो साथी छैन क्या साथी छैन त्यति धेरै म गाउँमा गएर त्यस्तो साथी भएछ किनकि म चुरोट खाँदैन रक्सी खाँदैन होइन खैनी तम्बाकु केही खाँदिनँ त्यो भए चाहिँ साथीभाइहरू पनि त्यति कम हुँदो रहेछ क्या त्यति गाउँमा पनि मेरो गाउँको सबै साथीहरूले चाहिँ हेरिरहेको छ भने उहाँहरूलाई पनि थाहा छ होइन मेरो गाउँमा त्यति साथी छैन म होइन त्यस्तो म फाल्टु यस्तो खाने होइन एउटा फाल्टु काम गर्ने कुरो गर्ने म कहिले पनि गर्दिनँ होइन त्यो चाहिँ सही जो छ म आफ्नो हिसाब म सिक्नेतिर मात्रै लाग्थेँ होइन त्यही भएर चाहिँ अहिले चाहिँ यति धेरै साथी भयो अब म बजारतिर जान्छु ओहो टी हबको दाइ आयो यता भने कतिजना नमस्ते गर्थ्यो मलाई यस्तो लाग्छ होइन हो कि होइन जस्तो त्यस्तो लाग्ने कि कतिजना एकदम खुसी लाग्छ मलाई कि अहिले होइन म पहिला सोसियल मिडियामा यस्तो कहिले लाइभ बस्थ्यो कहाँ गएर रुमतिर बस्ने कता बस्ने होइन अहिले टक्क अब टी हब खोलेपछि यहाँ मजाले सोसियल मिडियामा होइन सबैजनासँग टिकटकहरूमा फेसबुकहरूमा लाइभ बस्नु म हल्ला गर्छु कि होइन सबैजनासँग एकदम मजा आउँछ क्या त्यो हल्ला गर्नुको मतलब एकदम मजा आएर हो नि त होइन खुसी भएर अब मान्छेले भन्छ नि होइन आफूलाई जुन त्यस्तो काम गर्नुपर्छ अरे जो आफूलाई मजा आउँछ मजा आउँदाखेरि चाहिँ मजा पनि आउने अनि त्यो चिजबाट अलिअलि पैसा पनि आउने त्यस्तो चिज हुनुपर्छ त्यसले चाहिँ आफ्नो जिन्दगीलाई अलि राम्रो निस्किन्छ अरे भन्थ्यो होइन यो चिजले चाहिँ मलाई एकदम मजा आइरहेको छ क्या पैसा म चाहिँ खास त्यस्तो हामीले चाहिँ अब यसमा चाहिँ यस्तो सोचेको छु नि त अलिअलि जो हल्का फुल्का प्रफिट भयो भने कोही एक दुईजना भाइ बहिनीलाई चाहिँ अब यहाँबाट हामीले चाहिँ रोजगारी दिउँ भन्ने हिसाबले चाहिँ हामीले उ गरेको होइन मजा चाहिँ एकदम ह्याप्पी चाहिँ अहिले चाहिँ यो टी हब खोलेदेखि मलाई ह्याप्पी भएको छ